नमस्कार सबैजनालाई। तपाईँले स्वागत छ। यो हाम्रो पार्ट 2 अफ बालेन प्राइम मिनिस्टर बन्न सक्छन् या सक्दैनन् र यदि सक्छन् भने के फ्याक्टर छन्। हामीले स्टार्टिङ 5 हामीले टप 10 डिस्कस गरिरहेछौँ। हुन्छ नि, अब हामी 10 देखि 9 हुँदै हुँदै 6 सम्म आइसकेका छौँ। यदि तपाईँले त्यो समय हेर्नु भएको छैन भने पुरानो भिडियो यता कतै आउँछ, त्यो तपाईँले हेर्नु होला। त्यसपछि मात्रै यो भिडियो हेर्दा चाहिँ अलिकति बेटर अन्डरस्ट्यान्डिङ हुन्छ हजुरलाई, हैन। अब कट ब्याक टु द टपिक, हैन। हाम्रो बालेन चाहिँ प्राइम मिनिस्टर बन्ने मेजर फ्याक्टरहरू के छन् भन्दा यो चाहिँ मेजर फ्याक्टरहरू 5वटा हुन्छन्। कमिङ टु 5th, हैन। अहिलेको कन्टेक्स्टमा नेपाली कङ्ग्रेस डिभाइड हुनु इन एनी वे, हैन। ठिक छ, अहिले गगन थापाले लिड गरेर आयो, हैन, मेजोरिटीलाई रुल गरेर आयो, हैन। तैपनि एट द मोमेन्ट त्यो एउटा डिभाइसिभ फ्याक्टर, हैन, त्यो चाहिँ नेपाली कङ्ग्रेसले त अल्टिमेटली डिसएडभान्टेज नै हो भन्छु अहिलेको कन्टेक्स्टमा, हैन। अब 1 महिनापछि इलेक्सन छ, अहिले अब यो लेभलको फ्रेगमेन्ट हुनु भनेको त एकदम डिसएडभान्टेज हो। तर राष्ट्रपाको लागि एकदम बल्ले बल्ले। वाइ? किन भन्दा कङ्ग्रेसको भोटरहरू एकदम कट्टरपन्थी टाइपको भोटरहरू हुन्छ। अर्को पार्टीलाई शुद्ध भोट हाल्न रेडी हुँदैनन् उनीहरू। अब तिनीहरूलाई अब इन्फ्लुएन्स गर्न त कसैले सक्दैन, हैन। तर अहिले इन्टरनल पोलिटिक्सको रिजनले गर्दा अब कस्तो सिचुएसन आउन सक्छ भन्दा एउटा क्यान्डिडेटलाई एउटा प्यानलको क्यान्डिडेटलाई अर्को प्यानलको क्यान्डिडेटले हराउन सक्छ क्या, अथवा इन्टरनल पोलिटिक्सले गर्दा हराइदिन सक्छ क्या। एउटा इन्टरनल्ली कन्फ्लिक्ट हुनसक्छ। त्यो चाहिँ राष्ट्रपाको लागि एकदम एडभान्टेज हो। किनभने राष्ट्रपाले जुन क्याटरको भोटरहरूलाई टार्गेट गरिरहेछ नि, लगभग 60% भनेको एमालेको क्याडरहरू हो र 40% भनेको कङ्ग्रेसको क्याडरहरू, होइन। किन भन्दा लोकतान्त्रिक मूल्य मान्यता अप्नाउने पार्टी हो राष्ट्रपा पनि, होइन। त्यो भएर अब यो रेसियोमा अब क्याटर गर्दा कङ्ग्रेसको इन्डिरेक्टली सक्थेन नै भन्नु पर्छ, होइन, यदि अब एकजुट हुन्थ्यो भने। त अहिलेको डिभाइसिभ क्याटेगोरीमा अब माइनर भोट उनीहरूले सिफ्ट गर्न सक्छ। किन भन्दा 2/3 ल्याउनलाई इट्स नट अ जोक, होइन। 139 समथिङ ल्याउनु पर्ने छ, होइन। 175 को 2/3 ल्याउनलाई 2/3 नलाइकन त प्राइम मिनिस्टर बन्दैन, होइन। त्यो चाहिँ एउटा मेजर फ्याक्टर हुनसक्छ नेपाली कङ्ग्रेसको फ्रेगमेन्टेसन, होइन। अनि अर्को चाहिँ हुन्छ नि, एउटा तपाईँले लास्ट 5 इयर्समा नोटिस गर्नुभयो भने, होइन, जुन चाहिँ एउटा पपुलर फेस छ नि, पपुलिजम भन्ने अथवा पपुलर फेस छ नि, तपाईँले याद गर्नुभयो भने तपाईँले हुन्छ नि, एउटा जस्तै कुलमान घिसिङ केही काम राम्रो गरेछ अथवा कोही उसैलाई केही अवार्डहरू पाएको छ भने तपाईँले त्यो ग्रुपहरूमा, राष्ट्रपा ग्रुपहरूमा, दुनियाँ ग्रुपहरूमा, अनि कस्तो हुन्छ भन्दा के हुन्थ्यो होला यस्तो यो लेभलको यो मान्छे प्रधानमन्त्री भयो, यो फाइनेन्स मिनिस्टर भयो, यो गृहमन्त्री भयो भन्ने होला एउटा पोस्ट आउँथ्यो। देख्नु भएको छ तपाईँले? त्यो चाहिँ एउटा आइटी सेलको एउटा के भन्ने एउटा खेल भन्दा हुन्छ क्या। कसले खेल्यो भन्ने होला टपिक अथवा कन्टेक्स्ट अहिलेको होइन। किन भन्दा इनडेप्थ भिडियो आउँदैछ, होइन, जस्ट यो सरप्राइजमा मात्रै। तर अहिलेको कन्टेक्स्ट भनेको विल बालेन बी द नेक्स्ट प्राइम मिनिस्टर भन्ने मात्रै टपिकमा हामीले डिस्कस गर्छौँ। र त्यो कन्टेक्स्टमा आइटी सेलको त्यो लेभलको एक्टिभनेस भनौँ अथवा इन्डिरेक्टली सबकन्सियसली पब्लिकको माइन्डसँग खेल्ने केही चिज आउनुभन्दा अगाडि नै पहिला हुन्छ नि, आइटी सेल आइटीबाटै टेस्ट गर्ने, यो चिज ल्यायो भने कस्तो हुन्छ होला, अथवा मेन्टली रेडी गरिदिने पब्लिकको। त्यो चिज चाहिँ पहिलेदेखि एक्टिभ भइरहेको थियो र अहिले पनि एक्टिभ हुँदैछ। त्यो चलिरहेछ गेम, इन्डिरेक्टली सबकन्सियस कन्ट्रोल गर्ने गेम, होइन। त्यो चिज बालेनको पक्षमा छ। किन भन्दा त्यो चिजको एकदम पोजिटिभ क्यारेक्टर को हो भन्यो भने बालेन, रवि, यस्तो टाइपको हो, होइन। त्यही भएर त्यो चिजले पनि एउटा एजेड क्याटेगोरी जस्तै 35 देखि 55 यो लेभलको हुन्छ नि, एउटा एजेड क्याटेगोरीलाई टार्गेट गर्नलाई यस्तो ग्रुपले धेरै इम्प्याक्ट गर्छ र एकदम पोजिटिभली टर्नआउट हुनसक्छ यो, होइन। अब त्यो भयो 4थवाला। थर्डमा आउने हो भने पार्टी क्याडरेट, जस्तै पार्टीको सङ्गठनको महत्त्व कति हुन्छ भनेर गऱ्यो भने, यदि तपाईँ कुनै पनि क्यान्डिडेट हो र तपाईँ ग्रास रुटसम्म अथवा ग्राउन्ड लेभलमा गाउँमा जानु भएन भने नि, अथवा तपाईँको प्रेजेन्स छैन, कार्यकर्ता छैनन् भने इट्स भेरी डिफिकल्ट के। किन भन्दा मैले एउटा लेभलको पोलिटिक्स बुझेर आएको, आफै पनि खेलेर आएको, होइन।
तपाईँसँग गाउँ गाउँमा दे डोन्ट केयर अबाउट हुन्छ नि नयाँ पार्टी अथवा नयाँ फेस, तिनीहरूलाई हजुरबाउदेखि नै एउटै पार्टीमा भोट हालेर आइरहेको हुन्छ क्या उनीहरूले। एउटा जेनेरेसन हो, एउटा त्यसैमा प्राउड मोमेन्ट हुन्छ क्या उनीहरूको लागि। अनि त्यो लेभलको माइन्ड इन्फ्लुएन्स गर्नलाई चेन्ज गर्नलाई एकदमै गाह्रो हुन्छ होइन। त्यो चिज चाहिँ गाउँकै मान्छेले एउटा गाउँकै वरिपरिको मान्छेले आएर सम्झायो भने होइन, त्यो मान्छे अर्को पार्टीको मान्छेले आएर सम्झायो कन्टिन्युसली, एउटा हुन्छ नि दिमागलाई यो हो यो गल्ती हो यो गल्ती होइन, यो चाहिँ चाहिन्छ यो चाहिँ गलत हो भनेर नभनेसम्म दे डोन्ट केयर के। त्यही भएर गाउँ एउटा लोकल लेभलसम्म पार्टी क्याडरेट हुनु होइन, सङ्गठन हुनु एकदमै महत्त्वपूर्ण हुन्थ्यो। र त्यो चिज एकदम राइट डिसिजन लियो, राइट माइन्डसेटले राइट डिसिजन लियो बालेनले टु बिकम अर टु इन्भल्भ इन रासोपा। किन भन्दा रासोपाको अलरेडी गाउँसम्म पार्टी विस्तार भइरहेछ। बालेनको एउटा फेस भ्यालु मात्रै छ होइन, आइटी इमेज मात्रै छ, त्यसलाई चाहिँ क्याटर गर्नको लागि जोइन भयो बबाल। त्यो चिज पनि एउटा पोजिटिभ टर्नआउट हुनसक्छ। अब आयो मेन 2 है, त्यो चाहिँ एकदम इन्ट्रेस्टिङ छ। टप 2 सेकेन्डमा चाहिँ के छ भन्दा झापा 5 भनेको एउटा नर्मल इलेक्सन होइन क्या। त्यहाँ त अलरेडी नै एउटा त्यहाँबाट जसले जित्छ प्राइम मिनिस्टर हुने भयो होइन। अब त्यो चाहिँ एउटा म्याक्रो लेभलमा हेऱ्यो भने थियो, तर माइक्रो लेभलमा हेरौँ न होइन। रासोपा मोस्ट अफ द क्यान्डिडेट हुन्छ नि एसोसिएटेड अर एफिलिएटेड बाई युएस होइन, डेमोक्रेटिक भ्यालु। उता हेऱ्यो भने केपी ओलीले हेरौँ त, केपी ओली कम्युनिस्ट धाराको, उसलाई इन्डिरेक्टली अहिले पनि उसको पार्टी क्यान्डिडेटहरूलाई चाइनामा गएर ट्रेन गराएर ल्याउँछ कि उसले। एकचोटि एमालेको महाधिवेशन नै इन्डिरेक्टली एउटा चाइनिज हुन्छ नि, चाइनिज महाधिवेशन के, चाइनाको एउटा माओइस्टको महाधिवेशन जस्तो बनाएको थियो कि उसले। त्यो लेभलको माइन्डसेट छ कि उनीहरूसँग। यो एउटा आइडियोलोजिकल ब्याटल पनि हो क्या, कम्युनिजम भर्सेस डेमोक्रेटिक अथवा डेमोक्रेसी होइन। यसले धेरै कुरा निर्धारण गर्छ, धेरै कुरा डिसाइड गर्छ आउटर लेभलमा होइन। एउटा यो कम्युनिजमको सोच भर्सेस डेमोक्रेटिक सोच होइन। अब पछि गएर के हुन्छ, बालेन कस्तो बन्छ, केपी कस्तो बन्छ, वी डोन्ट केयर होइन एट द मोमेन्ट। तर एउटा आइडियोलोजिकल ब्याटल हो अनि कुन चाहिँ बेटर हो भन्नेवाला टपिकको कन्टेक्स्टको कुरा होइन यो होइन। त्यो भइरहेछ, जसले जित्छ त्यो एउटा आइडियोलोजीले पनि एउटा, त्यही भएर कन्ट्रीले पनि ब्याक गर्ने सिचुएसन आउँछ क्या यस्तो केसमा होइन। त तेरो भ्यालु भर्सेस मेरो भ्यालुको कुरा हो क्या यो। त्यही भएर इट्स अ बिग थिङ, मोर देन यु सी होइन। सबैले रियलाइज गरेको, सबैले फिल गरेको भन्दा ठुलो चिज हो क्या यो। ठुलो चिज भइरहेछ अहिले नेपालमा हुन्छ नि। झापा 5मै किन भन्नेवाला कन्टेक्स्ट त्यहाँ गएर पनि ठोकिरहेछ क्या। अनि एउटा मेजर फ्याक्टर होइन, मेजर टर्न अराउन्ड फ्याक्टर भनेको जेनजी मुभमेन्ट। अनेस्टली भन्दा जेनजी मुभमेन्ट राइट थियो रङ थियो, त्यसको छुट्टै पाटा छ होइन, को गलत को सही होइन, छुट्टै पाटा छ। तर जेनजी मुभमेन्ट किन भयो, एउटा पोलिसीको रिजनले गर्दा भयो। आगो त त्यहाँबाट लाग्यो नि जेनजी मुभमेन्ट होइन। अनि त्यो चिजमा चाहिँ एउटा कस्तो के चिजको लागि स्टार्ट भएको थियो भन्दा सोसियल मिडिया ब्यानको लागि के। सोसियल मिडिया भने डेमोक्रेटिक भ्यालु मूल्य मान्यता प्रमोट गर्ने चिज भनेर एउटा डिपिक्सन छ होइन। अनि त्यसलाई एउटा न्यारेसन अथवा अधीनमा राख्न खोजेको हो पृथ्वी सुब्बा गुरुङले होइन। त्यो भनेको इन्डिरेक्टली त्यो पोलिसी डिपिक्ट भइरहेछ चाइनाको थ्रुबाट। चाइनाकै मूल्य मान्यता हो त्यो। किनभने चाइनाले फेसबुक पनि छैन, इन्स्टाग्राम पनि छैन, कुनै पनि वाट्सएप पनि छैन क्या, सबै चाइनिज एप्लिकेसनहरू छ क्या उहाँ। त्यस्तै गरेर त्यो तिनीहरूले डाटा कन्ट्रोल गरे हो, त्यही चिज एडप्ट गर्न खोजे हो होइन। एमाले थियो, कम्युनिजमको सरकार थियो, त्यही भएर एडप्ट गर्न खोजे हो। त्यही चिजले गर्दा सबै कन्टेक्स्ट भयो, आन्दोलन भयो, सबै चिज भयो होइन। अब यो आन्दोलनको टपिकमा पनि एकदम डिटेली भिडियो बनाउनु मन छ मलाई, बनाउँछु म होइन। के चाहिँ सही थियो, के चाहिँ रङ थियो, कहाँबाट चाहिँ गलत भयो भन्नेवाला कुरा होइन। तर त्यसले गर्दा एउटा मेजर बुस्ट बालेनलाई के भइरहेछ अहिले भन्दा, त्यति बेलाको कन्टेक्स्ट के थियो, एमाले र कङ्ग्रेसले 2+2 को सरकार होइन, 2 वर्ष तैँले चलाउने 2 वर्ष चलाउने। त्यति बेला एमाले चलाउने, त्यसपछि कङ्ग्रेसले चलाउने होइन। त्यो चिजले गर्दा कहाँ एडभान्टेज हुन्थ्यो त्यो तिनीहरूलाई भन्दा, स्टार्टिङको 2 वर्षले गर्दा ठिक छ, करप्ट थियो, मजाले करप्ट गर्थ्यो केपी सरकारले होइन। केपी ओलीको सरकारले मजाले करप्ट गर्थ्यो, 2 वर्ष पैसा कमाउँथ्यो, फन्डिङ हुन्थ्यो, मजासँग हातमा हुन्थ्यो।
त्यसपछि नेक्स्ट लास्टको 2 वर्ष सबै इन्टायर गभर्नेन्स बडी के गभर्निङ बडीहरूदेखि लिएर पुलिस सशस्त्र सबै के त्यो इलेक्सन मोडलहरू हुन्छ नि त्यो पोस्टमा हुन्छ नि गृह हुन्छ नि अध्यक्षदेखि लिएर सचिवदेखि लिएर हुन्छ नि त्यो सिडिओदेखि लिएर सबै कङ्ग्रेसको पकडमा हुन्थ्यो के इलेक्सनको बेलामा होइन। त्यो भयो भने दुईजना पार्टीको मालामाल हुन्थ्यो। तर जेएनजी मुभमेन्टले एउटा चाहिँ त्यो चाहिँ टोटली कट डाउन गरिदियो होइन। त्यो कसैले गराएको हो अथवा आफै भएको हो अथवा के हो अब त्यो चिज थरोली डिस्कसन गर्ने कुरा हो। तर त्यसले गर्दा अहिले त्यो चिज मिसयुज हुन पाएन। अनि एउटा सपोर्टिङ गभर्मेन्ट भनौँ होइन। अब बालेनकै सपोर्टिङ गभर्मेन्ट अहिले त्यही सरकारले अहिले इलेक्सन गराउँदैछ होइन। यो चाहिँ एउटा मेजर बुस्ट हो उसको लागि, बालेनको लागि। किन भन्दा काहीँ पनि सपोर्ट चाहियो होइन, एक्जिक्युटिभ बडीबाट अथवा पुलिस आर्मी अब गभर्मेन्ट इन्टायर प्राइम मिनिस्टर पनि इन्डिरेक्टली होइन उसैले बनाएको अथवा उसैको साथ समर्थनबाट बनेको भन्छ। त्यसले गर्दा कुनै पनि हेल्प चाहिएको खण्डमा उसलाई पाउन सक्छ। त्यो चाहिँ अरू कन्टेक्स्टमा हुन सक्थेन त्यो चिज होइन। अब नर्मल सिचुएसनमा त्यो हुन सक्थेन। अनि त्यो चाहिँ एकदम अल्टिमेट एडभान्टेज हो उसको लागि। अब त्यही भएर अब विनिङ कन्टेक्स्ट एकदम मेरो विचार सुन्नुहुन्छ भने जति मैले रिसर्च गरेँ अहिले पनि केपी शर्मा ओलीको पकड एकदमै बवाल छ झापापाचमा। मैले 55% केपी ओलीको पक्षमा 45% बालेनको पक्षमा भन्छु अहिले पनि। अब एउटा सिचुएसन यसरी आउन सक्छ अलिकति 10-15 दिनमा 10 दिन जस्तोमा अब म यदि गलत छैन, मेरो प्रिडिक्सन गलत हुँदैन भने 10-15 दिनमा 50-50 पनि जान सक्छ। तर मेरो डर यति मात्रै छ कि लास्ट मिनटमा गएर बालेनले हक्दिन्छ भन्ने होला डर एकदमै मलाई छ। किन भन्दा उसको एग्रेसिभ साइड जुन छ र अलिकति प्रेसर आयो भने त्यो डन हुन्छ नि त्यति बेलै इलेक्सनको रिजल्ट हुन्छ नि त्यो एक्जिक्युट हुन्छ कि भन्नेलाई डर छ होइन। होप नभइदियोस् किन भन्दा युथ हो, गर्नुपर्छ, चेन्ज गर्नुपर्छ। अनि धेरै टपिक छ, धेरै कुरा छ डिस्कस गर्नलाई होइन। किन भन्दा म बालेनलाई पुज्ने मान्छे पनि होइन, केपी ओलीले पुज्ने मान्छे पनि होइन। म जे रियल कुरा हो त्यो गर्ने मान्छे हो। अब थर्ड भिडियो चाहिँ यसले कन्टिन्यू गरेर अब टप 10 फ्याक्टर चाहिँ भयो। अब स्ट्याटिस्टिकल्ली हामी तेस्रो भिडियोमा कुरा गर्छौँ। अहिलेसम्म हेरिदिनु भयो भने थ्याङ्क यू सो मच। लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु, कमेन्ट गरिदिनु। के छ भने किप वाचिङ, किप लभिङ। थ्याङ्क यू।